皆さんこんにちは。元気ですか？今日もよろしくお願いします。आज हामी लेसन 18 को मिनिङ पढ्न गइरहेको छौं। स्टार्ट गरौँ है त। देकिमास। देकिमास भनेको सक्नु। जस्तै निहोंगो गा देकिमास जापानिज भाषा सक्छु। ओके। आराइमास। आराइमास भनेको धुनु। जस्तै ते ओ आराइमास हात धुनु। हिकिमास। हिकिमास भनेको बजाउनु। जस्तै पियानो हो हिकिमास पियानो बजाउनु। उताइमास भनेको गीत गाउनु। जस्तै उता हो उताइमास गीत गाउनु। आचुमेमास भनेको जम्मा गर्नु। जस्तै हितो हो आचुमेमास व्यक्ति जम्मा गर्नु। गाक्से हो आचुमेमास ओखाने हो आचुमेमास हैन। सुतेमास भनेको फ्याक्नु। जस्तै गोमी हो सुतेमास फोर फ्याक्नु। खाएमास भनेको चेन्ज गर्नु अथवा एक्सचेन्ज गर्नु। ठीक छ। कोनो स्यात्सु हो खाएमास ता यो सर्ट चाहिँ एक्सचेन्ज गरे भन्ने कुरा बुझियो। खाएमास भनेको चाहिँ एउटा किन्नु भयो हैन अनि त्यो मन परेन अथवा केही कारणवश फेरि त्यसको ठाउँमा चाहिँ अर्को सामान चाहिँ लिएर आउनुभयो भनेपछि त्यसलाई के भन्छ त खाएमास अथवा एक्सचेन्ज भन्ने बुझिन्छ। उन्तेन्सिमास भनेको चाहिँ ड्राइभिङ गर्नु। जस्तै कुरुमा हो उन्तेन्सिमास गाडी चाहिँ ड्राइभ गर्नु। योयाकुसिमास भनेको चाहिँ रिजर्भ गर्नु अथवा बुक गर्नु भन्ने बुझिन्छ। जस्तै होटेल हो योयाकुसिमास होटेल बुक गर्नु अथवा रिजर्भ गर्नु। ठीक छ। पियानो पियानो भनेको पियानो भइहाल्यो। मेतोरु मेतोरु भनेको मिटर। जस्तै जिउ मेतोरु 10 मिटर ह्याकु मेतोरु 6 मिटर। गेनकिन गेनकिन भनेको चाहिँ क्याश पैसा चाहिँ क्याशमा तिर्नु अथवा पैसाको चाहिँ क्याशमा हुनलाई चाहिँ के भन्छ त गेनकिन भन्यो। अनि सिउमी सिउमी भनेको हबी आफुलाई मन पर्ने कुराहरु गर्न मन पर्ने कुरालाई के भन्छ त सिउमी। निकी निकी भनेको डायरी भयो हैन। ओइनोरी ओइनोरी भनेको प्रार्थना। ओइनोरियो सिमास भनेको चाहिँ प्रार्थना गर्नु भन्ने भइहाल्यो। खाच्यो अनि बुच्यो र स्याच्यो। खाच्यो भनेको सेक्सन 8 बुच्यो भनेको चाहिँ तपाईको चाहिँ डिपार्टमेन्ट हेड अनि स्याच्यो भनेको चाहिँ तपाईको कम्पनीको प्रेसिडेन्ट। यो तीनटा मध्ये सबैभन्दा टप पोजिसन चाहिँ तपाईको स्याच्यो स्याच्यो त्यसपछि तपाईको चाहिँ बुच्यो अनि बुच्यो भन्दा तल के भने तपाईको खाच्यो। ठीक छ। दोबुचो भनेको एनिमल भइहाल्यो जनावर। उमा भनेको हर्स घोडा। इन्टरनेट भनेको इन्टरनेट। खाइमामा छ तपाईको तुकुनी तुकुनी भनेको चाहिँ खास गरी अथवा स्पेशली भन्ने बुझिन्छ। हे भनेको चाहिँ तपाई चाहिँ कुनै कुरा चाहिँ सरप्राइज भएर हे भनेर चाहिँ भन्दाखेरि हे भनेर युज हुन्छ। रेली भन्ने बुझिन्छ। त्यसको चाहिँ नेपालीमा ठ्याक्कै अर्थ सूर्य ओमसुरै देशनै भनेको त्यो इन्ट्रेस्टिङ छ होइन भनेर भनेको। नाखा 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 भनेको चाहिँ त्यति सजिलै अथवा चाहिँ धेरै अथवा निकै भन्ने बुझिन्छ हैन। नाखा नाखा तपाईको स्पेशली नेगेटिभ सँग युज हुन्छ। जस्तै नाखा नाखा देकिमासेन भनेको त्यति सजिलै सकिदैन भन्ने बुझिन्छ। भनेपछि नाखा नाखा मुजुकासी देश भनेको चाहिँ तपाईको चाहिँ यदि पोजिटिभ सँग युज भयो भने नाखा नाखा मुजुकासी देश भयो भने चाहिँ धेरै गाह्रो छ भन्ने बुझिन्छ। ठीक छ। अनि होन्तो देशका भनेको रेली साच्चीकै हो भन्ने साच्चै हो र होन्तो देशका। जेही भनेको चाहिँ अवश्य रेली भन्ने बुझिन्छ। जेही बाइ अल मिन्स अवश्य भन्ने बुझिन्छ। ठीक छ। जस्तै जेही सानखासिते कुदासाई भनेको कृपया अथवा अवश्य चाहिँ पार्टिसिपेट गर्नुस् भन्ने बुझिन्छ हैन। फुरुसातो भनेको चाहिँ होम टाउन भन्ने बुझिन्छ हैन। यो चाहिँ एउटा गीतको टाइटल भइहाल्यो। अनि त्यसपछि बितो रुजु भनेको चाहिँ एउटा फेमस ब्रिटिस पप ग्रुपको ब्यान्ड भइहाल्यो। ठीक छ। आकियाबारा भनेको चाहिँ तपाईको टोकियोको एउटा जिल्लाको नाम हो हैन। र एउटा आकियाबारा भन्ने एउटा बिल्डिङ पनि छ आकियाबारामा। त्यसमा चाहिँ तपाईले चाहिँ मोबाइलहरु यताउति चाहिँ किन्न सक्नुहुन्छ इलेक्ट्रोनिक सामानहरु। ओके। र लेसन 18 को मिनिङ भयो। अहिलेसम्म भिडियो हेर्दिनु भयो यसको लागि तपाईलाई धेरै धेरै धन्यवाद। आरिगातो गोजाइमास। माताने।